मर्निङ एभ्रिवान। अब चाहिँ हामी कन्याम जान आँटेको अनि हामी अहिले चाहिँ हाम्रो 4:30 भइसकेको छ अनि हामी क्याब पर्खिरहेको छ वेटिङ फर द क्याब। अनि अब चाहिँ हामी चाहिँ रेडी भइसक्यौँ। अब चाहिँ हामी आज चाहिँ धेरै इन्जोय गर्नेछौँ अनि भरे भेटौँ ल। बाई बाई। हामी चाहिँ टकबर आइपुग्यौँ। चिया खानु भएको सुमन गरम भयो। हामी चाहिँ अहिले यहाँनिर खाजा खाएर बसिरहेछ। हामी पुरा जाडो रहेछ, गरम सोचेको थियो कि तर यहाँनिर चाहिँ पुरा जाडो रहेछ। वेलकम टु नेपाल आइपुग्यौँ। अन्त कस्तो पानी परेको है। सबैजनाले सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सेयर पनि गरिदिनुहोस्। हामी आज यस्तो राम्रो नेपाल इन्टरनेसनल आएको छौँ र सबैजना घुम्दैछौँ। हामी सबैजना साथीभाइ हो, कलिग्स हो है। साथी मिलेर गयो भने मात्रै यसो टाइम पर्खियोस् न, कहिले कहिले है जरा सुरु गुछेर हिँड्न सक्यो। र अब हामी चाहिँ कन्याम आइपुग्नु आँटे, लगभग 3 किलोमिटर जस्तो छ। अब यहाँ चाहिँ एकछिन टाइम दिनु, 1 घन्टा दिनु। अगाडि यता टाइम देख्छ त। अघिसम्म चाहिँ यहाँनिर धेरै पानी परिरहेको थियो, हामीलाई धेरै जाडो भइरहेको थियो कि तर अहिले चाहिँ हेर्नुहोस् गाइस, यहाँनिर यस्तो घाम लागिरहेको छ। के भन्न चाहन्छ सुन्नु त्यसमा तिमी? के भन्नु, मैले त अप्सनलमा ल्याएको, यो अप्सनल बिहान र बेलुकाको लागि मात्रै ल्याएको थियो तर अघि दिउँसोको काम लाग्यो। हाम्रो अर्को पछाडि आउँदैछ। हामी चाहिँ फिकल बजार आइपुग्यो। हामी चाहिँ यहाँनिर कन्याम जाने बाटो जाँदैछौँ। हामी फिकल बजार यताबाट चाहिँ उता पुग्छ नि त, पोखरा है। एउटा सपना छ गाउन, एउटा सपना छ तिमीलाई माया गर्ने, तिम्रै भएर जिउने पाउनु पर्ने चाह छैन, गुमाउने धैर्य छैन, हेरिरहन पाऊँ माया गरिरहन पाऊँ। ड्राइभर नखाइलो मोटर चलाउँदै हेर्न छ मायाले कसैको लाग्दैन। हाम्रो पछाडि हुनुहुन्छ सुनिता, उहाँको भ्लगलाई लाइक, सब्सक्राइब र सेयर गरिदिनुहोस्। उहाँले अझै राम्रो भिडियोहरू अपलोड गर्नुहुनेछ र अझै हाम्रो भविष्यमा अझै राम्रो टुर प्लान छ है। तपाईँहरूलाई अझै मनोरञ्जन गराउँछौँ। कमेन्ट गरिदिनु भयो भने, सेयर गरिदिनु भयो, अझै हामी दामी भिडियो ल्याएर आउनेछौँ। फाइनली हामी यत्रो यात्रा गरिकन चाहिँ हामी कन्याम चाहिँ आइपुगेका छौँ। यहाँ कन्याम डाँडा, कन्याम रहेछ गाइस। हामी चाहिँ कन्याम आइपुग्यो। तपाईँलाई कस्तो लाग्यो कन्याम? भर्खर आइपुगेको हो, यसो हेर्दाखेरि चाहिँ दामी लाग्दैछ। अब उता पसेर हेरौँ न होइन, है। हाम्रो नानी केटालाई यहाँ हुनुहुन्छ। अनि यहाँनिर जोनाबारी यहाँ हाम्रो प्रकृति, सिस्टर प्रकृति। तपाईँलाई यहाँ आइपुगेर कस्तो लाग्यो? मलाई यहाँ आइपुगेर होइन नेपाल जस्तो लागिरहेछ। कन्यामा आइपुग्यो हो। वैजन दिदी अगाडि जानुहुँदैछ अनि प्रकृति बहिनीहरू छ, जस्मिता भाइ छ यहाँनिर, हाम्रो भाइ यहाँ छ। हाम्रो गाडीहरू यहाँ चाहिँ प्रकृति बहिनी हो भ्लग गर्ने चाहिँ, उसको पनि एउटा च्यानल छ। के लिएछौ? प्रकृति राई भ्लग। ओके, सबैजनाले उहाँको पनि सब्सक्राइब गरिदिनुहोस् होला। अब चाहिँ हामी यहाँदेखि यस्तो उकालो जानुपर्ने रहेछ गाइस। यहाँ चाहिँ फोटो सेसन हुँदैछ पछाडिको भ्यू चाहिँ यस्तो दामी छ। जसो कम कस्तो मजा आउँदैछ, तिमीलाई फ्रेस फिल भयो? वेदरले चाहिँ दामी साथ दियो है। बाटोमा हिँड्दा चाहिँ पानी पऱ्यो, जब हामी जुन स्पटमा आउनु थियो नि त्यहाँ आइपुगेर चाहिँ यस्तो दामी वेदर भयो कि हेर्नुहोस् न, यस्तो दामी। प्रे गरेको थिएँ नि त, इभन मिटु मैले पनि गरेको थिएँ तर सपनामै प्रे चाहिँ देख्नु सक्नुहुन्छ कति बेसी मान्छेहरू आउनु भएको छ हो। भ्यूहरू चाहिँ लु आउनुहोस् है छिटो, यही टाइममा हो घुम्ने। अर्पणा, हाउ यु आर फिलिङ?
मजा आयो यता हेर्दियौ न अनि मजा आउँदैछ मेन चाहिँ वेदरले हामीलाई साथ दियो हेर स्पटमा एकदम घाम लाग्दैन हेर न यसमा चाहिँ साह्रै खुसी छु यहाँ चाहिँ नेपालको झन्डा रहेछ गाइस देख्न सक्नुहुन्छ कति दामी पोलमा तर यहाँ चाहिँ एउटा भ्यू हेर्ने स्पोट रहेछ यहाँ टपमा चाहिँ अरू चाहिँ छैन यहाँबाट चाहिँ चारतिरको भ्यू देख्न सक्नुहुन्छ 360 डिग्री यस्तो रहेछ यहाँबाट चाहिँ जता बसेर फोटो क्लिक गर्दा पनि हुन्छ छोड्दैन यस्तो दामी आइरहेछ कि साँच्ची नै रियली यस्तो दामी फ्रेस फिल भइरहेछ म त नि माथि फोटो क्लिक गऱ्यो त्यो पोइन्टमा गएर अनि यहाँ चाहिँ हेर्नुहोस् न हर्सहरू कस्तो दामी दामी रहेछ मलाई छेउमा जान्छ तर अलिक डर लाग्छ अनि यहाँ बाँधेको रहेछ लात्ताले दिन्छ होला हौ छिचिदिन्छु डर लाग्छ दिदी अघि आइपुग्नु भएर डान्स गर्नुभयो त्यहाँ खिचिसक्यो हो हामी गर्दा आज कन्यामाको धेरै दिन धेरै सल्लाह भएर चाहिँ आज चाहिँ फाइनली कम्प्लिट भयो हो अन्त अघि चाहिँ यति बेसी पानी परेको थियो तर अहिले चाहिँ वेदर दामी भयो हो मजा आइरहेको छ घामले पनि सुट गर्यो हामीलाई हो थ्याङ्क यू सो मच सूर्यदेव थ्याङ्क यू सूर्यदेव यस्तो रहेछ नि आम्माम कन्या फेरि आउनु मन थियो अन्त हेर न कहिलेदेखि सोचेको छ यस्तो दामी जग्गामा चाहिँ हामी आइपुगेको होला वाह नेपाल त है इट्स रियली नाइस है ब्युटिफुल अब हामी आई लभ कन्याम लेखेको जग्गामा जाँदैछौँ त्यहाँ गएर फेरि फोटोहरू क्लिक गर्नेछौँ त्यहाँदेखि चाहिँ कहाँ जाने हो त्यहाँदेखि हामी जाने हो ह्याप्पील्यान्ड खाएर ह्याप्पील्यान्ड जाने हो यस्तोमा तपाईँहरू डान्स पनि गर्नु सक्नुहुन्छ हेर्नुहोस् है म्युजिक छ यहाँ रिल्सहरू बनाउँदा हुन्छ हिँड्नु सक्नु हुँदैन यो गाडी थारमा जाँदा हुन्छ है देख्नु सक्नुहुन्छ छुर्पी हेर्नुहोस् न कस्तो ठुल्ठुलो आम्बो डिफ्रेन्ट कलरको रहेछ यो रेड कलरको व्हाइट कलरको दामी दामी रहेछ नि त यत्रो लामो ट्राभल सकेर चाहिँ फाइनली रिच यहाँ लेखेको जग्गामा आई लभ कन्याम दिदी भाइजन फाइनली कन्याम लेख यहाँ यो स्पोर्टमा आउने चाहिँ अब कहिलेदेखिको प्लान हो झन् 1 मन्थ भयो होला है आजको फोटोग्राफर चाहिँ यहाँ छ फोटो क्लिक गर्ने मान्छेहरू चाहिँ यहाँ छ फोटोग्राफर चाहिँ यहाँ चाहिँ हायर गर्न सक्नुहुन्छ तपाईँहरूले कन्यामदेखि यहाँदेखि भ्यू देखाउँछु ल तपाईँहरूलाई यहाँ तल चाहिँ होमस्टेहरू पुरा रहेछ हो आई लभ कन्याम लेखेकोदेखि मुनिहरू तपाईँहरू होल्ड गर्दै आउनुभयो भने चाहिँ यहाँ बस्नु सक्नुहुन्छ हेर्नुहोस् यस्तो दामी जग्गा भेरी पिसफुल पुरा पिसफुल रहेछ तपाईँहरूलाई कोही बेला माइन्ड फ्रेस गर्नु मन पर्यो भने चाहिँ यता आउँदा हुन्छ ग्रिनेरीमा हेर्नुहोस्